हेलो गाइस सबैलाई सन्चै होला होइन आज चाहिँ म भ्यालेन्टाइन डे स्पेसल बनाउन गइरहेछु होइन तपाईँलाई देखाउँछु आज रुम अलि मेसी छ पहिला रुम मिलाउँ त्यसपछि के हुन्छ तपाईँलाई देखाउँछु वाच आउट फाइनली मैले छोपी पनि ल्याएको छु है लेट्स मेक अ हर अल फर्स्ट आई होप उसले पनि व्हाइटै लगाएको छ होइन मलाई थाहा छैन के लगाएको प्रायः जसो हाम्रो चाहिँ केही काम गर्दाखेरि मिल्छ ल हेरौँ है मेरो बुढीलाई फोन गरौँ त्यसपछि कता गयो यसको त मैले वाइफाई अन गरेछ वेयर्स माई बुढी मैले नेपालीमा लेखेको छु बुढी अरू द मामा मान्छे दाइहरू लेट्स मेक अ कल है यसलाई चाहिँ
यहाँ भनौँ नै कस्तो छ है साथीहरू ह्याप्पी भ्यालेन्टाइन डे विथ केक थोरै माथि गरौँ है यसलाई यसो हल्का डाउन गरौँ कहाँ पुग्यो मेरो बुढीले फोन उठाएन है फेरि फोन गरौँ उसलाई सायद खाना खाना गयो होला मैले अलिक टाइम लाग्छ भनेको थियो लेट्स मेक अ कल अगेन फोनै लाग्दैन नेपालको अवस्था फेरि यस्तो छ कि कति यसलाई चाहिँ हल्का हाइट के चिज राख्नु पर्दो रहेछ है हाइटमा टक्क एउटा केही हुनुपर्ने मसँग मसँग छ जस्तो लागेको छ त्यसको लागि पनि जुगाड छ मसँग यो प्रिन्टरको के हो के हुँदैन होला यो चाहिँ प्रिन्टरको के हो साथीहरू ल अलिक बेटर भयो जस्तो लाग्यो सबैले आफ्नो मान्छेलाई सरप्राइज दिउँ माया गरौँ है सबै आफ्नो आफ्नो तरिकाले माया गर्नुपर्छ सधैँ सबै मेरै तरिकाले माया गर्नुपर्छ भन्ने छैन म चाहिँ के सोच्छु भने मेरो वाइफ मेरो जिन्दगी हो मेरो जीवन साथ दिन्छ उसले सुख दुःख सबैमा त्यसैले चाहिँ म चाहिँ सबैभन्दा खुसी उसैलाई नै दिन्छु मेरो पछिको उसलाई हो होइन सबैले माया गरौँ आफ्नो आफ्नो कसैलाई चिट नगरौँ लोयल अहिले लोयल्टी पाउन एकदमै गाह्रो छ सबैमा कल उठेन है साथीहरू फेरि म कल बनाऊ खाना खाँदैछ नेपालमा चाहिँ लगभग 9 बजिसक्यो रातिको यतिखेर खाना नखाएको कहिले खाने त होइन तपाईँहरूलाई म भिडियोहरू यस्तै भिडियोहरू अरू भिडियोहरू म भ्लगिङ जति जाने बेला बनाउनु पाएन म खासै अलि मैले बिर्सेछु अब घरमा आउँदाखेरि अलिक छिटो गरौँ भनेर छिटो म गएँ त्यसपछि तपाईँहरूलाई दिनेछु म अर्को छोटो मोटो भिडियो हो क्या यसलाई यतिकै रहँदैन अहिले फोन गर्छु त्यसपछि कुरा गर्दै गरौँला म चाहिँ के भन्दाखेरि लाइफ एकदम इजी छैन लाइफ भने जस्तो सजिलो पनि छैन होइन तपाईँहरू अलिकति धैर्य धारण गर्नु सबै कुरा पाउँछ सबै कुरा प्राप्त हुन्छ सबै आँतेर सबैलाई आफूलाई होइन भनेको चिज गर्नै पर्छ भन्ने कुरा सोचेर गऱ्यो भने चाहिँ अब अलि मेहनत आफ्नो ठाउँमा मेहनत आफ्नो ठाउँमा लगनशीलता देखाएर गर्नुपर्छ त्यो कुराहरू चाहिँ पुगिन्छ अनि कुनै पनि कुराहरू सर्टकट वेमा नजानु होला आफ्नो आफ्नो ठाउँबाट मेहनत लगन गर्नु होला अब लगनशील देखाउनु होला म पनि आफ्नो ठाउँमा गरिरहेको छु सायद कुनै ठाउँमा मेरो अपुग छ त्यही भएर म त्यो कुराहरूलाई चाहिँ अलिकति ब्यालेन्स गर्न खोजिरहेको छु अब बिस्तारै एकैचोटि म चाहिँ आँतिदिनँ मेन कुरा चाहिँ कुनै पनि कुरा गर्दाखेरि आँतिदिनँ म चाहिँ बिस्तारै गर्छु धेरै गर्नु छ जिन्दगीमा त्यही भएर अलिकति संयमित भएर सबै कुरा बिस्तारै गर्नु खोज्छु त्यही भएर हुन त म 5-4 वर्ष भइसक्यो आएको होइन त्यहाँ मान्छेले 6 महिना 1 वर्षभित्र पनि गाडी लिन्छ अब फ्यामिली भएको म सिङ्गल भएर मैले चाहिँ खासै पहिलो प्राथमिकता चाहिँ मम्मी बुवाको इच्छालाई
पुरा गर्ने भनेर मम्मी बुवाको लागि घरसर बनाउनुदेखि लिएर सबै गरेँ। अब जस्ट बुवाको इच्छा छ एउटा गाडी चलाउने, अब त्यो इच्छा पुरा गरिदिन्छु। त्यसपछि मेरो इच्छा आउँछ पहिला बुवा मम्मीलाई एउटा सुखको दिन दिउँ, त्यसपछि आफ्नो भने मलाई त जिन्दगीभरि कमाउनु छ, मलाई त के छ र यहाँ जिन्दगीभरि काम गर्नु छैन। त्यही भएर म चाहिँ थोरै वेट गरिरहेको छु, मेरो पालो नेक्स्ट आउँछ। फाइनली हेर गाइज, मेरो बुढीले मलाई फोन गरे है, 1 घन्टा पछि लाएर फोन गरे यिनले मलाई, जाऊ जाऊ। मैले चाहिँ होइन गिफ्ट पठाउने भनेको गिफ्ट पसलेलाई फोन गरेँ, कतिलाई कन्ट्याक्ट गरेँ, गिफ्ट नै पाएन। लास्टमा चाहिँ है अलिक ढिलो भयो चाहिँ म चाहिँ अब प्रायः जस्तो मैले हाम्रो पात्रबाट पठाउँथ्यो, हाम्रो पात्रबाट सधैँ यसपालि चाहिँ खै के भयो भने टाइम जोन मिलेन भने चाहिँ अब कसरी मैले बनाउन सकेँ त्यो चाहिँ। त्यही पनि मैले एक ठाउँमा कुरा गरेको छु, सायद आफ्टर भ्यालेन्टाइन डे पुग्छ कि लेट्स सी, पुग्यो भने म तपाईँहरूलाई देखाउँदैछु है। कहाँ गइन् त, लौ छिटो, हामी पनि खानाहरू बनाउनु पर्छ, आज काम छ मेरो काममा जानु छ होइन। लेट्स सी हाउ इज इट एक्टिङ, लेट्स सी। ओके, तपाईँलाई म देखाउँछु। यो मेरो तनाउ हो लेट्स सी। पालिदिन्छु अन्त हेलो, फाइनली मेरो बुढी आइपुग्यो है। मेरी बुढी मोटी पोक्टी सबै बुढी आइपुगे। ह्याप्पी भ्यालेन्टाइन डे। ल हेर मैले भने नि हाम्रो केही काम गर्दाखेरि ड्रेसअप म्याच हुन्छ र उसले पनि व्हाइट लगाएको छु, मैले पनि व्हाइटै लगाएको छु। ए ल अब दुईजनाले सँगै पुग्ने है। ल वान, ल बुढीलाई देखाउने बिर्सेछ फेरि, के लेखेछ भने देखाउनु त बिर्सनु पऱ्यो, देखाउनु पऱ्यो। ह्याप्पी भ्यालेन्टाइन डे, बी माइन, विल बी माई भ्यालेन्टाइन, सिजन हियर। खै यस नि भन्दा नो नि भन्दैन, विल बी माई भ्यालेन्टाइन डे भनिरहेको छु, विल बी माई भ्यालेन्टाइन। Yes, say yes, guys. Let's do it. Let's. कहाँ पुग्यो फेरि? ओके, लेट्स अब फुक मारौँ एकैछिन, त्यसपछि के गर्ने गरौँ होइन। स्टिल इन द लाइन, लेट्स 1 2 3। ओके, ह्याप्पी भ्यालेन्टाइन डे। यसलाई साइड गरौँ होइन। मैले चाहिँ पुरै हार्ट सेपको फेरि पुरै हार्ट सेपवाला ल्याएको थिएँ नि त यहाँ केक पनि, फेरि चक्लेट फ्लेभर, बुढीको फेभरेट फ्लेभर। ल ह्याप्पी भ्यालेन्टाइन डे बुढी, सधैँभरि यसरी माया गरिराखौँ पाऊ। मित्र हो नेक्स्ट भ्यालेन्टाइन डेमा हामीसँग भनेर भन्न मैले नेक्स्ट त कहिले, नेक्स्टमा त हामीले बिहे हुन्छ भने फेरि एकचोटि बिहे गर्नेवाला छौँ, त्यसपछिको नेक्स्ट सायद फोर्थ इयरमा अन्त फोर्थ इयरमा सिल्भर जुब्ली के अरे एनिभर्सरी मनाउँछ नि होइन, के अरे सालगिरह मनाउँछ है के भन्थ्यो इन्डियामा। ओके, ओहो टिको रानी ह्याप्पी भ्यालेन्टाइन डे। टिको रानी त भ्यालेन्टाइन डे होइन, टिको त लाऊ केक खाऊ, केक मात्रै खाऊ। यो चाहिँ मैले लेखेर राखेको थियो। Look at this, this very nice.